हामी सबैको घरमा सबैभन्दा बढी युज हुने र सबैभन्दा धेरै बिग्रिने इलेक्ट्रिकल आइटममा पावर सकेट नै पर्छ। हाम्रो इलेक्ट्रिक सपमा पनि सबैभन्दा धेरै डिमान्ड हुने आइटम यही नै हो। पावर सकेट छिटै बिग्रिनुको मुख्य कारण भनेको ओभरलोड र लुज कनेक्सन नै हो। ओभरलोडले भित्र हिटिङ भएर कनेक्सन कमजोर बन्दै जान्छ। लुज कनेक्सनले भित्र स्पार्क पैदा भएर जल्दै जान सक्छ। अब म हजुरहरूलाई सही तरिकाले पावर सकेट फिट गर्ने तरिका सिकाउँदैछु। त्यसको लागि हामीसँग एउटा बत्ती बल्ने टेस्टर र एउटा पिलास हुनुपर्छ। याद राख्नुहोस्, काम गर्दा जहिले पनि मेन लाइन अफ भएको हुनुपर्छ ताकि सुरक्षित तरिकाले काम गर्न सकियोस्। मसँग तीनवटा कलरको तार रहेको छ, जसमध्ये रातोलाई फेज, कालोलाई न्युट्रल र हरियोलाई अर्थिङ मानेको छु। तीनवटै तारको टुप्पालाई हल्का हल्का छिल्नुहोस्। सुरुमा रातो कलरको फेज तारलाई लिनुहोस् र स्विचको मुनिपट्टि भागमा छिराइदिनुहोस्। त्यसपछि तारको सानो टुक्रा लिनुहोस्। टुक्रा तारको दुवै भाग यसरी छिल्नुहोस्। एक भागलाई स्विचको माथिपट्टि खाली रहेको ठाउँमा छिराइदिनुहोस्। अर्को भागलाई इन्डिकेटरको एउटा तार मिसाएर देब्रेपट्टिको एल लेखेको ठाउँमा छिराइदिनुहोस्। कालो कलरको न्युट्रल तारलाई पनि इन्डिकेटरको एउटा तारसँगै दाहिनेपट्टि एन लेखेको ठाउँमा छिराइदिनुहोस्। बाँकी रहेको बीच भागमा अर्थिङ तारलाई छिराइदिनुहोस्। यदि घरमा अर्थिङ गर्नु भएको छैन भने यो तारलाई नजोड्दा नि फरक पर्दैन। याद राख्नुहोस्, सबै कनेक्सनहरू यसरी हल्का तान्दा पनि नफुत्किने गरी टाइट भएको हुनुपर्छ। धेरैजनाले गर्ने गल्ती मध्येमा फेज तारलाई पहिला स्विचमा नलगी सिधै सकेटमा लगेर जोडिदिनुहुन्छ। यसो गर्दा स्विच अफ हुँदा पनि करेन्ट लाग्ने सम्भावना हुन्छ। त्यसैले सधैँ फेज तारलाई पहिला स्विचमा लगेर मात्र कनेक्सन गर्नुहोस्। यसरी हजुरहरूले सजिलो तरिकाले पावर सकेट फिट गर्न सक्नुहुन्छ। यदि हजुरहरूलाई यो भिडियो युजफुल लाग्यो भने चाहिएको बेला हेर्नको लागि सेभ गरेर राख्न सक्नुहुन्छ र यस्तै इन्फर्मेटिभ भिडियोको लागि गल्छी इलेक्ट्रोनिक्सलाई फलो गर्न सक्नुहुन्छ। धन्यवाद।